नेपाल प्रिमियर लिग वाइन 2025 को क्वालिफायर 2 मा लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच फाइनल स्थानका लागि रोमाञ्चक भिडन्त सम्पन्न भयो। पहिले नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेकोले यस खेलले दोस्रो फाइनलिस्ट तय गर्ने थियो। भिडन्त त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा बिहान साँझ 4:00 मा सुरु भएको थियो। लुम्बिनीले एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराएर यहाँ पुगेको थियो, जबकि विराटनगरलाई क्वालिफायर 1 मा सुदूरपश्चिमसँग हारपछि दोस्रो मौका मिलेको थियो। लीग चरणमा पनि लुम्बिनीले विराटनगरलाई 5 विकेटले पराजित गरेको थियो। लुम्बिनी लायन्सले दृढ प्रदर्शन गर्दै विराटनगरलाई 40 रनले हराउँदै आइम 2025 को फाइनलमा स्थान सुरक्षित गर्यो। किर्तिपुरस्थित रछ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै लुम्बिनीले 20 ओभरमा 8 विकेटको क्षतिमा 134 रन बनायो। लुम्बिनीका लागि डार्सी सर्टले 45-41 बल, कप्तान रोहित पौडेलले 34 रन र निरोसन डिक्वेलाले 29 रन जोड्दै टोलीलाई सन्तुलित स्कोरसम्म पुर्याए। जवाफमा विराटनगर किङ्स 17.5 ओभरमै 94 रनमा अलआउट भयो। साम हेजलेट 34 र नरेन भट्ट 21 बाहेक कसैले उल्लेखनीय योगदान दिन सकेनन्। लुम्बिनीका बलरहरूले उत्कृष्ट स्पेलमा योगदान गरे। तिलक भण्डारी 3 विकेट, रुबेन ट्रुम्पेलमान 2 विकेट, अभिषेक गौतम 2 विकेट, जेजे स्मिथ 2 विकेट। यी सामूहिक बलिङ प्रदर्शनले विराटनगरको रन अनुसरणलाई पूर्ण रूपमा धराशायी बनाइदियो। यो जितसँगै लुम्बिनी लायन्स 13 डिसेम्बरमा हुने वाइन 2025 को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्ने भएको छ। यससँगै नेपालकै प्रमुख फ्रेन्चाइज 20 लिगको दोस्रो संस्करण रोमाञ्चक समापनतिर अग्रसर भएको छ।